ग्राउन्ड रहेछ फुटबल ग्राउन्ड हो यो कहाँ जाने फुपू अब घर यतापट्टि हो क्या हामी तग्यो त आएको ऊ त्योपट्टिबाट होइन क्या ए यो के हो फुपू यो के हो यो मन्दिरभित्र ताला लक रहेछ ए उतापट्टि छ ए पछाडि हो यो के हो रे फुपू यो किन यस्तो भयो कुन्द यो हो नि हजुर यता भन्नुहोस् न माइकमा भन्नुहोस् पहिला के आमा नदेख्दा यहाँ आएर आमा हेर्ने अरे यो कुवा छ क्या अनि कुवामा हम्फाल थियो अरे क्या अनि हम्फाल्यो भने यो बार्ला डुबेर मरे ए आमा देख्थ्यो अरे क्या आफ्नो आमै यहाँ आएर उ त्यहाँनिर क्या उयो कुवामा हेर्दाखेरि अनि हम्फालेर मऱ्यो अरे अनि ए ए ए यो यसरी हेर्दाखेरि पैसा नि रहेछ त पैसा चढाएको होला नि त कुन भगवान हो यो कुन भगवान हो आमै हो के ए हेर आमा लेखेर छ जान्छ ए यहाँ कुवा थिएन कुवामा हम्फालेर मऱ्यो पहिला पहिला मान्छेहरू आमा देख्थ्यो त्यसरी हेर्दाखेरि आमा भनेर हम्फालेर मऱ्यो भने ए पैसा टिप्नु नि है म किसको जान्छ अनि त्यही त नि यसरी खेल्नु भन्दा त नि मामा भगवान चढाएको थियो होला झऱ्यो होला अनि त्यो के कुहिएर जाँदा चाहिँ यसलाई कसले बना नौतले न 18 तले अहिले त 9 तले पहिले त 18 तला भयो खुला दोलन थाल्नु फुपूले त अब भन्दा मान्छे छ हो त नि 9 महिना कस्तो पोखमा राख्यो 9 वर्ष काखमा राख्यो 9 वर्ष काखमा कहिले आँसु नआओस् आमा तिम्रो आँखामा आमा छैन यो मन्दिर हनुमान भगवान चाहिँ भगवान जति सबै यही रहेछ नि त हनुमान सुन्नु न राम्रो यो चाहिँ के
एक्सपेन्सिभ छ नि तर यहाँ त सस्तै रहेछ खै मैले अस्ति 200 मा त किनेको 200 300 मा अभोकाडो त होइन टिपेको होइन हौ जिन्दगीमा अभोकाडो देखेको छैन मैले ये क्या बन रहा है भैया क्या बोल रहे सब्जी मतलब दूसरे जगह से बच जाएगा यहाँ रुके फिर दूसरी जगह भेजेगा यही इधर से आएगा इधर से फिर जाता ही देगा इधर से इंडिया भी जाता है बांग्लादेश भी जाता है उनीहरूको नि ओ ये करंट के लिए ना बिजली के लिए ना ओ होगा हाइड्रो पावर अब हम चलते हैं कता कता झर्नु अरे सतुङ्गल मामा अस्ति नै हामी चढेको ठाउँ थाहा छ सतुङ्गलमा झरेर अनि ल फोटो खिच्नु एपिएफ को अगाडि यो गाडी रोक्छ हैन पारी गएर अलिकति उतासम्म रोक्छ कि आर्मी क्याम्पको यतापट्टि गेट छ कि एपिएफ भनेर लेखे हो त्यहाँ रोक्छ त्यहाँ झर्नु जहाँ झर्छ त्यही उभिएर बस्नु ल हैन अनि त्यहाँ आउँछ 5 पोखरी 5 पोखरी चढेपछि सिधा पुगिहाल्छ बाय ब्रेक के बाद वेटिङ फर बस 5 पोखरी तक कहिले आउँछ वापस बिचरा भिडियो पाँच पोखरी अब चाहिँ घर भिज्यो नि पापा अलिअलि त्यसमा भयो छाता ओढेर पनि भिज्यो अलिकति त तर पानी पऱ्यो नि घर पुग्यो बल्ल बल्ल ढिलो भएछ तपाईँहरूले सोध्नुहुन्छ दिपारा चाहिँ कोसँग राख्यो भनेर बहिनीलाई चाहिँ बहिनी चाहिँ तुलसा दिदीसँग राखेको थियो तुलसा दिदी पनि जानुभयो मलाई ढिलो भयो आइपुग्दा पुग्दा ए आज नि ए डाँडाबाट उठे भर्खर सपिङ गरेर यो अन्डाहरू सबै हो घरको लागि यो चाहिँ फ्रुट्सहरू लिची बनाना यो सबहरू दालहरू घरको लागि थिएन अनि त्यो अलिकति लिएर आएको Thank you for watching. Bye bye. Do like, share and subscribe. Bye bye. Hope you like our video or vlogs. So bye bye. Take care. Love you all. See you soon for next vlog or next video. Take care. Till then.